नमस्ते सबैलाई वेलकम छ है यो ब्लगमा सो सर्वप्रथम त हाम्रो भ्युअर्स लिसनर्सलाई इन्ट्रोडक्सनबाट सुरु गर्नु पर्ला है तपाईबाट जान्छ सबैजनालाई नमस्ते मेरो नाम चाहिँ आकाश नेपाली म यो नाटकमा चाहिँ कलाकारको भूमिका निर्वाह गरिरहेको छु हजुर तपाई नमस्ते मेरो नाम अनिसा श्रेष्ठ छ हजुर म पनि कलाकारको भूमिका निर्वाह गरेको छु तपाईको नमस्कार मेरो नाम अजय लामा म पनि यस नाटकमा कलाकारको भूमिकामा छु हुन्छ अब सर्वप्रथम त अब हाम्रो यो बोधिसत्व हैन बोधिसत्व भन्नाले हजुर के जनाउँछ बोधिसत्व भनेर भन्नाले अब यो विशेष गरी अब बुद्ध भगवानकै उबाट चाहिँ लिएर हामीले बनाएको छौं त्यसमा पनि एउटा औँला काट्नेवाला अङ्गुलीमा भन्नेवाला क्यारेक्टरलाई लिएर चाहिँ बेस बनाएर चाहिँ यो नाटक बनाइएको छ हुन्छ अलिकति ब्रिफली एक्चुअली मेसेज के हो मेसेज यसको मेसेज चाहिँ त्यही हो अझै ह्युम्यानिटीको कुरा छ अनि ग्रुपको कुराहरू छ अनि जस्तै पहिला त्यो बेला गुरुकुल यिनीहरुमा पढाइ हुँदाखेरि नट गुरुकुल त्यो बेला त्यो बुद्धहरूले दिने त्यो ध्यान त्यसमा बुद्धको कुराहरुमा त्यो जुन जसरी उनीहरुले त्यो पढाइरहेको बेला चाहिँ गुरुले भनेको सबै कुराहरुमा चाहिँ विश्वास गरेर जसरी उले मान्छेहरुको औँला काट्दै गइरहेको थियो नि त अनि तर पछि मात्र उलाई रियलाइज हुन्छ कि जुन मयूरले एउटा चराले आएर जब उलाई रियलाइजेसन गराउँछ कि त्यो त एउटा गलत बाटोमा हिँडिरहेछस् भनेर पछि बुद्धद्वारा उलाई जसरी रियलाइजेसन गराउँछ अनि सबै गुरुले भनेको कुराहरु त्यो मान्दैमा त्यो सबै कुराहरु ठिक नपनि हुन सक्छ हाम्रो गुरु हुन्छ अहिम हुन्छ अहिम चाहिँ उहाँको गुरुको चाहिँ एकदम फेभरेट शिष्य अनि उहाँ चाहिँ एकदम राम्रो पनि हुन्छ के शिष्य मध्येमा चाहिँ सबैभन्दा अब्बल शिष्य हुन्छ अनि एकदम गुरुलाई मान्ने हुन्छ उहाँले ब्रिफिङ एकदम सर्टली भन्नु पर्दाखेरि अनि पछि त्यहाँ के मिसअन्डरस्ट्यान्डिङ हुन्छ साथीहरुको जेलसी अब खाली अहिमलाई मात्रै राम्रो बन्यो हामीलाई चाहिँ के पनि भनेन भनेर साथीहरुले चाहिँ अब यसरी नै मिसअन्डरस्ट्यान्डिङ क्रिएट गरिदिन्छ गुरुलाई गुरुआमासँग चाहिँ अहिम यसरी लागिरहेछ भनेर अनि गुरुले चाहिँ टाढाबाट हेर्दाखेरि पनि उले थाहा नभइकन पनि यसरी देखेकै भरमा चाहिँ गुरुआमासँग यसरी लागेको रहेछ थाहा हुँदैन तर उले देखेको मात्रै हुन्छ यसरी देखेको मात्रै हुन्छ अनि त्यही देखेको भरमा चाहिँ गुरुलाई एकदम रिस उठ्छ अनि उसले चाहिँ उलाई गुरु दक्षिणा माग्छ के 108 वटा औँला मान्छेहरुको लिएर आऊ भनेर देखेको भरमा त्यो त मिसअन्डरस्ट्यान्डिङ हो नि त उले क्लियर गर्नुपर्ने थियो तर गरेन अनि अब अहिम त एकदम स्ट्रङ शिष्य हुन्छ सबैभन्दा गुरुले जे भनेको पनि मान्ने हुन्छ अनि उले मान्छ त्यो कुरा अनि त्यही क्रममा अब उले कहिले पनि हिंसा नगर्ने मान्छेले चाहिँ गुरुले भनेको भरमा उले हिंसा गर्छ मान्छेको 108 वटा औँला काट्छ र्यान्डमली जसको पाए त्यसको किनभने उलाई चाहिँ गुरु दक्षिणा दिनु थियो अनि उलाई चाहिँ के पर्छ भन्ने भनमा मैले गुरु दक्षिणा दिएपछि चाहिँ म अब्बल शिष्य हो भन्ने एउटा हुन्छ नि के भन्छ गुरुको त एकदम आज्ञाकारी पालना गर्ने त्यो शिष्य भइसकेपछि गुरुले भन्नुभएको चाहिँ एकदमै सही हो म त्यो बाटोमा लाग्छु म जसरी भए पनि मान्छेहरुको 108 वटा बुनेवाला काटेर लिएर आउँछु एकदम गुरु दक्षिणा दिएपछि चाहिँ म अझै अब्बल शिष्य हुन्छु भन्नाले त्यो चाहिँ अलि मिसअन्डरस्ट्यान्डिङ भएको हुन्छ खास भनेको हुँदैन गुरुले भनेको चाहिँ हुन्छ तर अरु शिष्यहरुले चाहिँ भड्काएको चाहिँ हुन्छ के किनकि उलाई मात्र राम्रो भन्यो हामीहरु पनि शिष्य हौं हामीलाई पनि त सम अटेन्सन दिनु पर्यो भन्ने टाइपको अरूहरुले जेलसी गरेर उसको बारेमा नराम्रो भनेर अनि त्यसरी मिसअन्डरस्ट्यान्डिङ उले भने जस्तै त्यस्तो टाइपको हैन अनि हुन्छ 108 वटा उले काट्दै जाँदाखेरि चाहिँ उले एउटा मयूरलाई पहिला घाइते मयूरलाई चाहिँ नघाइते के रे सरी उपचार गरिदिएको हुन्छ अनि त्यो मयूरलाई चाहिँ थाहा हुन्छ कि अहिम त यस्तो मान्छे होइन अहिमले त मलाई घाउदाखेरि पनि मेरो घाउलाई सफा गरिदिने राम्रो गरिदिने मान्छे हो दयालु मान्छे हो अहिम यस्तो हिंसालु मान्छे होइन ऊ चाहिँ अब यस्तो बाटोमा हिँडिरहेको छ भनेर चाहिँ मयूरले चाहिँ बुद्धलाई पुकार्छ अनि बुद्धलाई भन्छ कि अहिम यस्तो यस्तो भइरहेछ ऊ यस्तो मान्छे होइन भनेर अनि त्यहाँबाट बुद्धले लास्टमा बुद्ध आउनुहुन्छ अनि बुद्धले नै भन्नुहुन्छ तिमी यस्तो मान्छे होइन हुन्छ हजुर तपाईले चाहिँ बुद्धको थ्रु चाहिँ के सन्देश दिन खोज्नु भएको छ त्यो अलिकति भनिदिनुस् न यहाँ चाहिँ अब उहाँले भने जस्तो यो अंगुली मालालाई रेफरेन्स लिएर स्टोरी भन्न खोजे हो हैन हजुर अनि अब अंगुली माला चाहिँ पहिला चाहिँ अब एउटा असल शिष्य हुन्छ गुरुको असल शिष्य हुन्छ हैन उ चाहिँ एकदम अनुशासित अब गुरुले जे भने त्यही अब उसको लागि चाहिँ ठुलो कुरा हो संसारको सबैभन्दा उसको ठुलो कुरा चाहिँ अब गुरुले जे भन्छ त्यही हैन गुरुको आदेश अब त्यस्तै सिरोपर गर्ने क्रममा चाहिँ अब त्यहाँ बीचमा अब
उहाँले भने जस्तै साथीले भने जस्तै धेरै मिसअन्डरस्ट्यान्डिङ छ त्यहाँ होइन हजुर मिसअन्डरस्ट्यान्डिङ क्रिएट हुन्छ त्यो चाहिँ अब अरू पात्रहरूले गराउँछ होइन हजुर अनि त्यहाँदेखि चाहिँ अब गुरु र अब अहिम बिच चाहिँ त्यहाँ अब मिसअन्डरस्ट्यान्डिङ भएर हजुर अनि गुरुले चाहिँ अब त्यहाँ चाहिँ उसले गुरु दक्षिणा माग्छ हजुर अनि त्यो क्रममा चाहिँ अब उसलाई चाहिँ एकदम हिंसात्मक हुने खालको चाहिँ उसलाई चाहिँ गुरु दक्षिणा माग्छ त्यो जुन शिष्यहरू र गुरुको बिच जुन त्यो मिसअन्डरस्ट्यान्डिङ गराइदिन्छ नि त्यो चाहिँ शिष्यहरूले गराउने होला होइन हो त्यसको लागि चाहिँ यहीँ आउनु पऱ्यो हेर्नलाई त्यसको लागि त्यो चाहिँ चाहिँ हेर्नु हेर्नु पर्यो। पर्यो हजुर कि। सबै डिटेलमा भनेर हेर्नु गर्थ्यो हुन्छ हुन्छ अझै यसमा धेरै कल्चरली कुराहरू पनि अझै मिक्स भएको छ कि जस्तै हजुर। नृत्यहरू होइन नृत्य। चरिया नृत्य छ special। होइन जस्तै अब चरिया नृत्यकै गुरु हुनुहुन्छ अब डिरेक्टर चन्द्रमान मुनिकार सर होइन हजुर। अब उहाँले गरिसक्नु भएपछि त त्यो नृत्य अवश्य नै हुने भइहाल्यो हजुर। त्यो नृत्यहरू पनि छ अनि ती कुराहरू पनि संस्कृति जसरी कल्चरली कुराहरू ल्याएर चाहिँ हजुर। जसरी यो नाटकले चाहिँ बाँधेको छ कि अझै त्यसको स्ट्रङ कुराहरू चाहिँ भन्नाले हाम्रो यो चरिया नृत्यलाई पनि यसमा समावेश गरेको छ है अनि तपाईँ चाहिँ कुन भूमिकामा हो म मयूरको मयूरकोमा यसको पनि अलि भनिदिनुहोस् न के रोल छ मयूरको यसमा होइन मयूरको रोल त त्यही हो खास गरी मेन तर है लास्टमा हेर्ने हो भने चाहिँ मेन रोल चाहिँ मयूरले गरेको हुन्छ कि हजुर। किनभने मयूरले देखिरहेको हुन्छ नि त सबै हजुर कुरा हजुर त्यो भन्नु हुँदैन होला है तर सरी होइन, भन्नु हेर्न नि आउनुपर्छ भ्याउँछ। सबैजना अनि भन्नु त मिल्छ अस्ति अब साथी दाईहरूले पनि हेर्न आउनु हुँदाखेरि ट्याक्क मयूरको फर्स्ट पार्ट उहाँहरूले छुटाउनु भयो रहेछ त्यस्तै 20 मिनट जति पछि आउनु भयो रहेछ अनि लास्टमा अलिकति मयूरको होइन के रहेछ उहाँहरूले बुझ्नु पाउनु भएन क्या सो उहाँहरूको लागि भयो पनि मयूर चाहिँ पहिला घाइते हुन्छ हजुर अनि अब अहिम एकदम दयालु मान्छे उसले हजुर। देख्छ मयूरलाई अनि मयूरको उपचार गरिदिन्छ अनि अब उपचार गरेपछि त अब मयूर पनि एउटा पेट जस्तै भयो नि त हजुर। अब अहिले हेर्दाखेरि चाहिँ हो। यसरी अडियन्सलाई हेर्दाखेरि हजुर। चाहिँ अनि उसले चाहिँ मयूरले चाहिँ उसलाई अब फलो गरिरहेको हुन्छ क्या हजुर किनभने उसको उपचार गरिदिएको हुन्छ नि त अनि हजुर, फलो हजुर। गरिरहने उसमा चाहिँ उसले देखिरहेको हुन्छ सबै कुरा हजुर। अहिम चाहिँ यस्तो नराम्रो बाटोमा हिँडिरहेको छ हजुर सबै कुरा चाहिँ उसले देखिरहेको हुन्छ अनि हजुर। लास्टमा उसले नै बुद्धलाई भन्छ कि हजुर म अहिम चाहिँ यस्तो यस्तो बाटोमा हिँडिरहेको छ प्लिज उसलाई राम्रो बाटोमा हिँडाइदिनु भन्नाले मयूरलाई चाहिँ पहिला एकचोटि उसले इन्जोर्ड हुँदाखेरि हेल्प गरेको थियो अनि उसले त्यो कस्तो मान्छे भनेर थाहा थियो पछि चाहिँ उसले रङ पाथमा गएको देखेर बुद्धलाई पुकार्छ भनेर होइन पुकार्ने भयो होइन अनि बुद्धले चाहिँ उसलाई राइट पाथमा ए हुन्छ तपाईँको के क्यारेक्टर मैले यसमा चाहिँ दुईवटा भूमिका चाहिँ निर्वाह गरेको छु हजुर। एउटा चाहिँ त्यही अहिमसँगैकै साथीको पात्र हो जुन चाहिँ अलि नेगेटिभ साइडतिर पनि छ हजुर हजुर जुन त्यो जेलेसी गर्नेवाला ईर्ष्या गर्नेवाला हजुर अनि हामीहरू मेरै ग्रुपको अरू साथीहरूले वाइ, नै वाइ, हामीहरूले नै- हामीहरूले नै त्यो ईर्ष्या गर्ने मैले गर्दाखेरि हो अङ्गुलीमालाको मेरो क्यारेक्टरले होइन खास अङ्गुली माला हो कि अङ्गुली माला हो क्यारेक्टर अङ्गुलीमाल होला अङ्गुली खै मैले अङ्गुली माला नि भन्दो रहेछ अङ्गुली माल पनि ए हुन्छ हुन्छ त्यो भइसकेपछि अलिअलि किनकि अब त्यो त जहाँ पनि एउटा हुने कुरा हो कि खासमा अब सँगै हामीहरू कुनै ठाउँमा पढि पनि रहेछौँ भने पनि कसैले एकजनाले मात्र कसैले अटेन्सन दिँदाखेरि हजुर। अब मेरो क्यारेक्टरको तर्फबाट भन्दाखेरि अलि चाहिँ jealous। जेलसी अलि होइन एकजनाले मात्र अटेन्सन किन दिइरहेछ हामीहरू पनि स्टुडेन्ट हो हजुर। भनेर भन्दा भन्दै त्यो अलि माथि लेभलमा पुगिसकेपछि चाहिँ अनि मेरो एकजना अर्को पनि छ मेरो माथिको हजुर होइन साकु भन्ने क्यारेक्टर छ अनि उसले चाहिँ हामीहरू सबैजनालाई भनेर उसले नै आफूलाई नेतृत्व लिएर अब यसलाई जसरी भए पनि फसाउनुपर्छ गुरुको नजरमा यसलाई नराम्रो बनाउनुपर्छ हजुर। भनेर चाहिँ अनि त्यस्तो गुरुआमासँग सल्केको भनेर षड्यन्त्र हुने भयो होइन? त्यो षड्यन्त्र गरेर गरेको हुन्छ एउटा क्यारेक्टर चाहिँ त्यो भयो अर्को चाहिँ हामीले गाउँलेवाला त्यो त्यति बेलाको गाउँ काठमाडौँको गाउँ हजुर। त्यति बेलाको रहनसहन त्यति बेला यो काठमाडौँमा नै धान खेतीहरू कसरी गर्थे होला त्यो किसानी वर्गको लेभलको त्यो कुराहरू पनि देखाइएको छ हजुर। अनि त्यसमा पनि एउटा क्यारेक्टर प्ले गरेको छु अब सबै कुरा हेर्नको लागि त आउनु नै पर्छ हुन्छ हुन्छ अब तपाईँलाई नै एकचोटि सोध्नु मलाई होइन हजुर। जेलेसी भनेको आजकल हाम्रो हरेक फिल्डमा छ होइन हजुर, हजुर। तर मैले थाहा पाए अनुसार अब बुद्धिज्म भनेको त एउटा धर्म भन्दा पनि एउटा टिचिङ हो होइन बुद्धले चाहिँ अब एउटा पाथ देखाइदिने हो हजुर। होइन त्यसैले अब तपाईँले चाहिँ जुन यो नेगेटिभ क्यारेक्टर खेलिराख्नु भएको छ यसको थ्रु पनि अब तपाईँले एउटा पोजिटिभ मेसेज होइन हजुर। दिनु पर्यो भने के दिनुहुन्छ मैले पोजिटिभ त्यो मेसेज दिनु पर्यो भने चाहिँ त्यही हो एज अ ह्युमन भइसकेपछि सबै इमोसनहरू त हुन्छन् हजुर। होइन तर हामीहरूले सबैको पर्सपेक्टिभ बुझ्नुपर्छ बुझ्नुपर्यो, हजुर, बुझ्नुपर्छ त्यही पर्सपेक्टिभ बुझ्नुपर्छ अब म जेलस त हुने तर जेलस कुन वेमा हुने हजुर होइन अब ऊ यदि राम्रो गरिरहेछ भने चाहिँ म ऊभन्दा अझै बेटर कसरी राम्रो हुन सक्छु भनेर यदि मैले त्यो तरिकाको जेलस गरिदियो भने पोजिटिभली कम्पिटिसन गरिदिएको भए त मेरो बारेमा पनि गुरुले राम्रो भन्थ्यो होला हजुर। तर अब यहाँ त गलत वेबाट गयो हजुर
अनि त्यो वेबाट चाहिँ जानु हुँदैन भनेर चाहिँ म चाहिँ पर्सनल रूपबाट त्यो भन्छु। त्यो त अब तपाईँको यो कुरा सुन्दाखेरि हामीले त्यो अरूको मात्र सुन्ने होइन कि होइन, डाइरेक्ट आफूले नै हेरेर जज गर्न सक्नु पर्यो है। त्यहीँनिर पनि गुरुको तर्फबाट हेर्दाखेरि पनि गुरुले एकचोटि क्लियर कम्युनिकेसन पनि गर्नु पर्थ्यो होला आफ्नो बुढीसँग या आफ्नो त्यो एकदम प्यारो शिष्यसँग होइन। त्यो क्लियर कम्युनिकेसन नभएर पनि अब उसले अलि बाटो देख्ने बित्तिकै जज गरिदियो। त्यसमा सस्पेन्स अलि धेरै नै छ छैन, अब आज हेरेपछि थाहा होला है। हुन्छ। अनि यसमा अब क्यारेक्टर मेन भनेको बुद्ध भयो होइन, अनि अङ्गुलीमाला भनेको हाम्रो सुदनजी। अनि उहाँको प्रेमिका जस्तै जयारी भन्ने एउटा क्यारेक्टर पनि हुनुहुन्छ, अनि गुरुको पनि हुनुहुन्छ, अनि मयूर, अनि हामीहरू त अलिअलि सपोर्टिङ। यो अनि यो प्ले कति ड्युरेसनको छ? ड्युरेसन 1 hour 15 minute 1 hour 15 minutes। हजुर। अनि यसमा भनेको अब यो अङ्गुलीमाला भन्नुभएको होइन, अङ्गुलीमालाको यी मात्र सेरोफेरो कहानी छ कि यो बाहेक अरू पनि केही छ? यस्तो यो बुद्ध बोधिसत्व बुद्धको नाटक भने पनि यसमा बुद्धको कुरा चाहिँ फर्स्टमा र लास्टमा मात्रै आउँछ है। मतलब त्यो प्रोसेस नै त्यही हो कि त्यो भइसकेपछि त्यो अङ्गुलीमाला बुद्धकै कुरा हो, तर त्यस्तै होइन त्यो सिनमा देखिँदाखेरि मात्र फर्स्ट र अन्तिममा बुद्ध मात्र देखिने भन्ने जस्तो, तर त्यो कुराहरू चाहिँ त्यहीमै गइरहेको त्यो लिङ्क नै छ। जस मेन स्टोरी अथवा मेन प्रब्लम भनौँ होइन, हजुर हजुर, त्यो चाहिँ मेन धेरै पार्ट चाहिँ त्यही प्रब्लमको बारे छ होइन, लास्टमा बुद्धको पार्टमा चाहिँ अलि सल्युसन मात्र हुने हो होइन। ए हुन्छ। अनि तपाईँहरूको अलिकति एक्सपिरियन्स भनिदिनु न, यो फिल्डमा कति भयो तपाईँहरू लाग्नु भएको होइन, तपाईँबाट सुरु गर्नु। मेरो चाहिँ म 2018 देखि नै हो। हजुर। 2018 देखि मैले मण्डला ड्रामा स्कुलमा, मण्डला ड्रामा स्कुल भन्ने एउटा फर्स्ट ब्याच हो, अनि 18 monthको कोर्स गरे हो। त्यसपछि चाहिँ मैले नाटकहरू गरेको छु यतै यही कौशीमै, धुमधामको घुमघाम आकाङ्क्षा दिदीले गर्नुभएको, अनि सुदाम दाले गर्नुभएको आइया माया, अनि अस्ति भर्खरै हामीहरू एउटा थिएटर प्ले लगेर श्रीलङ्का पनि गएको थियौँ भन्ने, अनि दमिनी भिर गरेको 5-7 वटा मेरो थिएटर प्रडक्सनहरू भएको छ। त्यस्तै थिएटर पनि गरिरहन्छौँ, फिल्महरूमा पनि गरिरहन्छौँ। मेरो चाहिँ त्यति इन्जोय गरेर। हजुर एकदमै। कस्तो तपाईँको प्यासन नै हो कि कस्तो? म टोटल्ली एक्टर नै हो। हुन्छ, तपाईँको अलिक एक्सपिरियन्स भनिदिनुहोस् न नाटक फिल्डमा। यस्तो म नाटक भन्दाखेरि पनि मेन चाहिँ डान्स गर्छु। हजुर। चर्या डान्स गर्छु यतै वज्रकला कुञ्जमा चन्द्रमान मुनिकारसँग बच्चैदेखि, त्यो बेला 6 year old भन्ने नि भयो। हजुर। अनि डान्स गर्दा गर्दै चाहिँ पछि अब गर्दै गयो नि त, अनि वज्रकला गर्दै चाहिँ ल नाटक गर्ने भनेर चाहिँ 5 years अगाडि हो हामीले पहिला नाम सङ्गीत ड्रामा गरेको थियो। अब चर्याकै बेस भयो नि त हाम्रो त, अनि त्यही उतैबाट वज्रकलाबाट चाहिँ नाटक गर्ने भनेपछि अनि मैले नि मौका पाएँ नाटक गर्न, त्यहीँको स्टुडेन्ट भएर। अनि त्यसपछि नाम सङ्गीत गऱ्यो, अनि त्यसपछि फेरि नेक्स्ट इयर चाहिँ कुमारी गर्ने, अर्को नाटक गर्ने भन्यो, अनि फेरि कुमारी गरेँ। त्यहीँबाट चाहिँ म चाहिँ डान्सबाट चाहिँ खास गरी नाटकमा छिर्या हो, वज्रकला कुञ्जबाट नै। अनि इट वाज अ नाइस एक्सपिरियन्स भनौँ। अहिलेसम्म एकदम नै राम्रो, एकदम नै। बुद्धजीको मैले चाहिँ त्यो 4.5 वर्ष भयो थिएटर। हजुर। अनि शिल्पी थिएटरबाट मैले क्लास लिएको। हजुर। अनि यही फिल्डमै कमिटेड छु म। हजुर। यही नै गर्नु खोजेको। बुद्ध क्यारेक्टर चाहिँ एकदम सुहाउने मान्छेले राख्नु भयो रहेछ है, एकदमै काम नेचरको हुनुहुँदो रहेछ। हुन्छ। अब एकचोटि अब तपाईँहरू जस्तै अब कतिपय होला यो थिएटरमा आउनु खोजेको होइन, अब उहाँहरूले त अब कसरी आउने, कहाँ जाने, त्यस्तो केही पनि थाहा हुँदैन होइन, त्यसको लागि के प्रोसेसहरू छ, कस्तो कस्तो प्लेटफर्म छ होइन, त्यो बारे अलि भनिदिनुहोस् न। अब के अरे नयाँ आउनु खोज्नेहरूको लागि चाहिँ अब एकदम प्यासनेट छ भने अथवा एकदम कमिटेड छ भने चाहिँ आउनुहोस्। मलाई चाहिँ त्यस मेरो कुनै प्लेटफर्म होइन, यो सबैले भन्दा पनि हुन्छ। हामीहरू सबै थिएटरहरूमा प्रायः जस्तो कोर्सहरू भइरहेको हुन्छ। जस्तै यहीँ कोर्समा 1 महिनाको अहिले भर्खरै सुरु भइरहेको छ, सुदाम दाइले लिनुहुन्छ। जस्तै मण्डलाहरूमा 3 महिनाको कोर्स भइरहेको हुन्छ। यो सर्वनाम, अनि त्यसपछि के छ त्यो शिल्पी, अनि त्यसपछि अर्को यहाँ राष्ट्रिय नाचघर, त्यहाँ 6 monthको भइरहेको हुन्छ। कोर्सहरू सबै ठाउँहरूमा भइरहेको हुन्छन्। त्यो अब आफूलाई एकदमै गर्न मन छ साँच्चीकै, गर्न मन मात्र होइन, यो क्लासहरू लिइसक्यो भने अरू फिल्डहरूमा पनि गइसक्यो भने चाहिँ आफू त्यस्तो इन्ट्रोभर्ट पनि हुँदैन, अलि एक्सपर्ट पनि हुन सक्छ होइन, धेरै कुराहरू फाइदा हुन सक्छन्। अनि क्लासहरू खुलिरहेको हुन्छन्, अनि त्यहीँ जाने, बुझ्ने, क्लासहरू लिने मजाले।
धेरैलाई इन्ट्रेस्ट हुन्छ होइन, हजुर, हजुर। कोही अब लजाइरहेको हुन्छ, अब उहाँहरूलाई चाहिँ अब मोटिभेट अलिक गर्ने हिसाबमा होइन, तपाईँहरू न त घरमै अलि यसो ऐना हेरेर प्र्याक्टिस गर्नुहोस् होइन, अथवा त्यस्तो तपाईँहरूको एक्सपिरियन्स जस्तै तपाईँ अब 5 वर्ष भन्नुभएको होइन, त्योभन्दा अगाडि तपाईँलाई जब इन्ट्रेस्ट भयो नि त्यो बेला तपाईँ डाइरेक्ट थिएटरमा त आउनु भएन होला, तपाईँले आफूलाई कसरी? मेरो एक्सपिरियन्समा चाहिँ एकदमै म चाहिँ एकदमै अब हुन त सबैजना लगाव हुन्छन् अरूसँग कम्पेरिजन भन्दा पनि आफ्नै कुराहरू गर्दाखेरि चाहिँ म त एकदमै लगाव हो, एकदमै प्यासन हो। अनि मैले थिएटरमा आइसकेपछि पनि सिकेँ होला, तर म थिएटरमा आउनुभन्दा अगाडि नै मैले धेरै कुराहरू यसको बारेमा हेर्दै होइन, अनि के कसरी गर्छ, अडिसन कसरी दिने होइन, अनि एक्टिङहरूको बारेमा पढ्नेदेखि लिएर त्यो एकदमै कसैलाई नभने पनि बाहिरतिर, अनि त्यसको बारेमा एकदमै अनलाइनमै अहिले त कति छ कुराहरू, अहिले युट्युबमै केही सर्च गऱ्यो भने पनि सबै कुराहरू पाइन्छ। अनि ती कुराहरूको चाहिँ आफूले कसरी युटिलाइज गर्ने, अनि एकदमै आफूमा प्यासन भएपछि अनि खोजिहाल्छ कि त्यो मान्छेले जसमा हुन्छ नि, अनि त्यो लजाउने भन्ने कुरा यिनीहरू त त्यो बिस्तारै बिस्तारै हट्दै जाने कुरा हो, त्यो प्र्याक्टिस गर्दै जानु पर्यो है। अब जस्तै तपाईँले यो प्ले गरिराख्दा यो जुन हाम्रो बोधिसत्वकै कुरा गरौँ होइन, यसको अब तपाईँहरूको अलिकति फन्नी मोमेन्ट त्यस्तो केही सेयर गर्न चाहनुहुन्छ? गर्दा के मिस्टेक? हामीहरूको फन्नी मोमेन्ट त एकदमै हुन्छ, ब्याक स्टेजमै कति भइरहेको हुन्छ होइन, कहिलेकाहीँ अब त प्ले यो त अब लाइभै भयो होइन, तपाईँ प्ले गरिरहँदा होइन तपाईँको केही मिस्टेक भएको होइन, अथवा एउटा बोल्नुपर्ने अर्को बोलेको त्यस्तो भइरहेको हुन्छ, कति डायलग बिर्सिने के भइरहेको हुन्छ। तपाईँले भन्नुभयो डायलग बिर्स्यो अरे सपोज तपाईँले होइन, त्यो बिर्सिँदाखेरि अब कस्तो गर्नु, अरू कसैले हेल्प गर्नुहुन्छ कि? हेल्प गर्नु यसो सपोर्ट हुन्छ क्या हाम्रो चाहिँ यसरी। अब मैले डायलग बिर्सेँ, म उहाँसँग गरिरहेको छु, मेरो सिनमा उहाँसँग मेरो प्ले छ है, मैले इफ डायलग बिर्सेँ भने उहाँले सपोर्ट गरिदिनुहुन्छ, उहाँले अर्को उठाइदिनुहुन्छ, यस्तो यस्तो गर्दै। जे भए पनि हामीहरूले यति धेरै टुल्सहरू सिकिसकेका हुन्छौँ कि यो जस्तै नाटक हुनुभन्दा अगाडि पनि यति धेरै टुल्सहरू, किनकि त्यो प्र्याक्टिस हुन्छ नि त, जस्तै एक महिना हामीले रिहर्सल गरिरहेको हुन्छौँ, अनि त्यति बेला हामीले धेरै कुराहरू के सिकिसकेका हुन्छौँ कि जति बेला कसैले बिर्स्यो भने पनि त्यसलाई एकअर्काले सपोर्ट गरिहालिन्छ कि त्यहाँनिर, इम्प्रोभाइजेसन गरिहालिन्छ कि, त्यसैले यो कुरा एकदमै ब्युटिफुल छ क्या। जस्तै आजै बिर्स्यो भने पनि त्यो अब आज बिर्सिहाल्यो भने त्यो भन्नु केही जाने भोलि छ नि त, एभ्री डे हुन्छ नि त सो होइन, अनि आज बिर्स्यो भने पनि ओहो आज बिग्रिहाल्यो भनेर त्यस्तो केही हुँदैन क्या, किनकि भोलि छँदैछ नि त बेटर गर्ने दिन होइन। म एउटा इन्सिडेन्ट सुनाइहाल्छु, हामीहरूको एउटा सिन छ, त्यही कुरा लगाउने बेलाकै सिनको कुरा हो होइन, साथीले कुरा लगाइरहेको हुन्छ, एकजना हामीहरूको त्यो माथिको उसले कुरा लगाइरहेको हुन्छ, अनि हामीहरूले पनि त्यो उसलाई समर्थन जनाएर हो गुरु भन्नुपर्ने हुन्छ क्या। अनि त्यहाँनिर त्यो डाइलग थियो, त्यहाँनिर डाइलगमा चाहिँ सबैजना बिर्सिहाल्यो, म चाहिँ एक्लै हो गुरु गरेर गर्दै थिएँ होइन, अनि सबजनालाई त्यो हाँसो उठेर होइन त्यो कन्ट्रोल गऱ्यो होइन, अब लाइट सक्यो अनि ब्याक स्टेज गएर सबजना हाँसिरहेको थियो कि त्यहाँ यहाँ यतापट्टि भएको दर्शकहरूले पनि सुन्यो होला कि, अनि त्यो पछि चाहिँ हामीले गाली पाथ्यौँ डिरेक्टरहरूबाट है त, माथिबाट गाली गर्दै थियो। त्यस्तो चाहिँ अब ब्याक स्टेजमा पनि अलिक नियममा बस्नुपर्छ, अनि त्यस्तो हल्ला गर्न त मिल्दैन, तर अब फुटिहाल्छ कि कहिलेकाहीँ त्यस्तो हुन्छ, अब कहिलेकाहीँ हुन्छ। तपाईँले नियमको कुरा गरिहाल्नुभयो होइन, हाम्रो यो कति हाम्रो टिचर्सहरू अथवा सुदनजीहरू कति स्ट्रिक्ट हुनुहुन्छ होइन, अथवा कति फ्रेन्डली हुनुहुन्छ, त्यो पनि अलिकति? फ्रेन्डली चाहिँ धेरै हुनुहुन्छ सबैजना, इङ्गी दाई सुजन दाई सर पनि एकदम फ्रेन्डली हुनुहुन्छ। यो भने अलिक धार्मिक पनि भयो होइन, त्यो भएकोले अलिकति आफू पनि अनुशासनमा त एकदम इम्पोर्टेन्ट चाहिन्छ, अब बुद्धको हो होइन, त्यसैले अब स्ट्रिक्टनेस कति रुल्सहरू कति फलो गर्नुपर्छ त्यस्तो के छैन? होइन त्यो त अब एज एन एक्टर नै भइसकेपछि धेरै कुराहरू त रुल्समा बाँधिनु पनि पर्छ होइन, किनकि धेरै कुराहरू त त्यो एउटा परिधिभित्र बसेर चाहिँ हुने हो नि त, त्यो बस्नु पर्यो, एउटा अब नाटक बनाइरहेछौँ कि आफ्नो उद्देश्य छ भने चाहिँ त बस्नै पर्यो। अनि धेरै कुराहरू हुन्छन्, ब्याक स्टेजको रुलहरू हुन्छन्, अब जस्तै स्टेजमा पनि भइरहेको बेला रुलहरू हुन्छन्, हल्लाको कुराहरू पनि हुन्छन्, धेरै कुराहरू हुन्छन्। अनि टाइमिङमा आउने कुराहरू, जस्तै अब हामीहरूको नाटक 5 बजे छ भने चाहिँ हामीले यहाँ 3 बजे पुगेर खाजासाजा खाएर आफूलाई थोरै आफूलाई वार्मअप समअप आफूले गरेर, अनि त्यो धेरै कुराहरू हुन्छन्, त्यो कुराहरूमा त बाँधिनै नै पर्छ। अब आफूले एज एन एक्टर काम गर्ने त्यो त धर्म नै हो जस्तो लाग्छ मलाई चाहिँ। प्लिज साथीहरू भन्नुहोस्। त्यो एकदम पोजिटिभ कुरा गर्नुभयो, तपाईँहरूको एक्सपिरियन्स गरे अनुसार यसमा अलिकति यो राम्रो भयो अथवा यो यसरी गए अलि राम्रो भनेर त्यस्तो केही छ? त्यस्तो त भन्नुपर्ने केही पनि छैन, किनकि अब यो कल्चरली नाटक हो होइन, अब यसमा अब
अब हामीहरू त्यति धेरै विज्ञ छैनौँ पनि किनकि कल्चरको कुराहरू आछ अझै चाहिँ नेवारी कम्युनिटीको कुराहरू आछ त्यो कम्युनिटीको भित्र आफू परिएन जस्तै त्यो सिक्नको लागि म चाहिँ इन्ट्रेस्टेड भएको हुनाले नै आएको पनि हो होइन जस्तै चरिया नृत्यको कुराहरू जुन चाहिँ आफूमा एउटा प्लस पोइन्ट हो नि त त्यो सिकियो भनेपछि एज एन एक्टर त त्यो ग्रुम हुने कुरा हो अनि ती कुराहरूले चाहिँ मलाई चाहिँ तानेको हो खासमा यो कुराहरू पनि सिक्न पाइन्छ कल्चरल कुराहरूमा चाहिँ मैले यो गरेको छु भनेर आफ्नो ऊ कुराहरूमा पनि त जोडिन्छ होइन चरिया नृत्यको बारे भन्नुभयो होइन कसले सबैले सिक्नुभएछ सबैको छ उहाँ त अब हुन्छ तपाईँबाट अलिक सुनौँ न त चरिया नृत्य के हो होइन हाम्रो लिसनर्स भ्युअर्सहरूलाई ब्रिफली अलिक एक्सप्लेन गरिदिनुहोस् न चरिया नृत्य भनेको चाहिँ के भन्ने एउटा शास्त्रीय नृत्य भन्छ यो त खास टिपिकली भन्नुपर्दाखेरि चाहिँ अब हामीले हाम्रो नेवा कम्युनिटी अनुसार त यो हाम्रो जुन वज्रचार्य उहाँहरूकोबाट आएको हो होइन अनि अब अलिकति त्यस्तै उहाँहरूबाटै आएको हो अनि सबैभन्दा नेपालको चाहिँ पुरानो नृत्य पनि भनिन्छ देवी देवताहरूको डान्स उहाँहरूलाई चाहिँ प्रतिनिधित्व गरेर हामीले डान्स गर्ने हो अनि यो हाम्रो बोधिसत्व यो फर्स्ट हो कि पहिला पनि भइसक्यो होला यो नाटक चाहिँ फर्स्ट नै हो बोधिसत्व चाहिँ फर्स्ट नै हो है हुन्छ अब यो बाहेक पनि तपाईँहरूले अघि भन्नुभयो नि हाम्रो सुदनजीहरूले गरिराख्नु भएको यो बाहेक अरू कुन नाटकहरू गरिसक्नु भयो तपाईँ नाम सङ्गीती कुमारी कुमारी द डान्स ड्रामा पचली भैरव अनि बोधिसत्व यो तपाईँहरूले अलिक भगवान र कल्चरलाई नै समेटेर किनभने वज्रकला कुञ्ज भनेको नै एउटा चर्या नृत्य मात्रै सिकाउने एउटा ग्रुप हो डान्स क्लास हो त्यहाँ कल्चरल भन्दा अरू के पनि हुँदैन खालि कल्चरल बेसमै गइरहेको धेरै पहिलादेखि अनि त्यहाँ चाहिँ कल्चर भन्दा अरू बाहिर चाहिँ हुँदैन है अब लास्टमा चाहिँ तपाईँहरूले बुद्धजीबाटै सुरु गरौँ होइन तपाईँले चाहिँ अब यो हाम्रो बोधिसत्व चाहिँ किन हेर्न आउने होइन अथवा एकचोटि यसको लागि हेर्न आउनुहोस् एउटा पोइन्ट भनिदिनुहोस् न हुन्छ यो चाहिँ अब एउटा सांस्कृतिक नाटक हो तर सांस्कृतिक नाटक मात्र नभएर यहाँ चाहिँ अब कथा बुनिएको छ त्यसमा चाहिँ अब विभिन्न पात्रहरू छ त्यसमा चाहिँ अब इमोसनहरू सबै खालको इमोसनहरू चाहिँ देखाइएको छ करुणा प्रेम रिस द्वेष क्लेश सबै चाहिँ देखाइएको छ र कलाकारहरूको अभिनय छ त्यसमा चर्या नृत्य पनि छ समग्रमा चाहिँ यी सबै कुरा हेर्नको लागि चाहिँ कौशी थिएटरमा आउनुहोस् तपाईँले भन्नुभएको चाहिँ अब हाम्रो जति पनि भित्र नेगेटिभिटी हुन्छ होइन त्यसलाई चाहिँ यहाँ त्यसको सल्युसन छ हैन सबै खालको इमोसनहरू देखाइएको छ लास्टमा अब बुद्धको अब वाणी उपदेश पनि छ हैन त्यो मार्फत चाहिँ अब कथा पनि बुनेको छ र त्यो कथा भित्र पनि अब कुराहरू छ जस्तै लास्टमा चाहिँ बुद्धले जुन उपदेश दिनुहुन्छ त्यसले चाहिँ हामी सही दिशामा कसरी जाने भनेर पनि देखाएको छ त्यो पनि छ हैन हुन्छ तपाईँ त्यही हो दाइले भन्नुभयो सबै कुरा दाइले भनिसक्नुभयो हुन्छ तर अलिकति अब दर्शकहरू किन आउने त हैन अथवा तपाईँको यो क्यारेक्टरको पनि अलिकति होइन तपाईँले अघि भन्नुभएको जस्तै अब धेरै कुरा चाहिँ थाहा हुन्छ एउटै अब 1 आवर 15 मिनटमा चाहिँ एकदम धेरै कुराको नलेज गेन गर्नुहुन्छ जस्तो फिल हुन्छ मलाई हेरिसकेपछि तपाईँ एउटा मयूर हुन्छ तपाईँलाई त इन्जोर्ड भयो बेला कसैले हेल्प गर्छ होइन हाम्रो लाइफ पनि त्यस्तै हो नि होइन धेरै कुराहरू भनिसक्नुभयो म अन्तिममा भन्न चाहिँ त्यही चाहन्छु कल्चरली कुराहरूमा चाहिँ एकदमै राम्रो तरिकाले देखाइएको छ कल्चर सँगसँगै म्युजिक छ होइन एकदमै राम्रो म्युजिक छ अनि त्यसपछि सबैजना साथीहरूले राम्रो एक्ट गर्नुभएको छ अनि मयूरको त झन् मलाई एकदमै फेभरेट मयूरको कस्तो दामी छ होइन त्यो उसको एकदमै डान्स ब्याकग्राउन्डबाट पनि आयो नि त त्यसको फिजिकल रूपमा त्यो मयूर एकदम साँच्चै मयूरै जस्तो देखिएको छ कि त्यति हेर्न पनि तपाईँहरू आउनुहोस् ल पक्कै पनि सबैजना हुन्छ सबैजना हाम्रो कहिलेसम्म छ एक्चुअली भनिदिनुहोस् उसको 4 गतेसम्म हरेक साँझ 5 बजे शनिबार दिउँसो 1 बजे पनि हुन्छ 1 बजे पनि छ है हजुर ल हस् थ्यांक यू सो मच थ्यांक यू सो मच मनुष्य जन्म हुनु दुर्लभ मृत्यु हुनुपर्ने मनुष्य देह जीवित भइरहनु पनि दुर्लभ सद्धर्म श्रवण गर्नु पनि दुर्लभ र बुद्धहरूको जन्म पनि दुर्लभ छ
मनुष्य जन्ममा नै निर्वाणको मार्ग लाभ गर्न सकिन्छ। यो सुतेर बिताउने समय होइन, किनकि यो अवसर फेरि फेरि पाउन असमर्थ हुन्छ। मान्छेले जान्नुपर्ने भनेको 4 आर्य सत्यहरू हुन्। पहिलो दुःख छ। दुःख सत्य हो। जबसम्म सृष्टि चलिरहन्छ दुःख रहिरहन्छ। दोस्रो दुःखको कारण छ। तृष्णा नै दुःखको कारण हो। हामीलाई प्रिय कुरा पाउन र जोगाउन मन लाग्छ, यही नै तृष्णा हो। तेस्रो दुःख निरोधको अवस्था छ। दुःखलाई रोक्नु भनेको नै दुःख निरोध हो। तृष्णालाई निर्मूल गरेपछि दुःखबाट मुक्ति मिल्छ। चौथो र अन्तिम दुःख मुक्तिको उपाय छ। 8वटा अङ्ग भएको उत्तम बाटो आर्य अष्टाङ्गिक मार्ग नै मुक्तिको उपाय हो। सम्यक दृष्टि अर्थात् ठीक बुझाइ, सम्यक संकल्प अर्थात् प्रतिबद्धता, सम्यक वाचा अर्थात् झुटो र नराम्रो नबोल्ने, सम्यक कर्म अर्थात् सही कर्म गर्ने, सम्यक आजीविका अर्थात् हानिकारक व्यवसाय नगर्ने, सम्यक व्यायाम अर्थात् मानसिक अभ्यास गर्ने, सम्यक स्मृति अर्थात् सजग रहिरहने र सम्यक समाधि अर्थात् ध्यानबाट समाधि पाउने। मैले भनेको भन्दैमा, गुरुले भनेको भन्दैमा वा शास्त्रमा लेखिएको छ भन्दैमा आँखा चिम्लेर मान्नु पर्दैन। सबै कुरा आफैले मनन गरेर अनुभव गरेर प्रमाणित सिद्ध भइसकेपछि मात्र अनुग्रहित गर्नु। भवतु सर्वमङ्गलम्। साथो, जबसम्म कुनै पनि कुरा मनदेखि गर्दैनौ त्यो कुरा कहिले पनि आउँदैन। त्यसैले मात्रै गुरुले गराएको कुरालाई हुबहु नक्कल गर्ने होइन, त्यो कुरालाई तन र मनले पनि लिनुपर्छ। तन मन सबै लगाइरहँदा पनि भइरहेकै छैन गुरु, किन होला? हो, तन मन सबै लगाइरहँदा पनि नहुने हुन्छ। त्यसको लागि आफूभित्रको स्वयंलाई आफू र आफ्नो क्षमताले चिन्छ। त्यो कसरी चिन्ने गुरु?
एकाग्रता, ध्यान। हामी विशेष गरेर मेरो किन भएन भनेर आफ्नो मस्तिष्कलाई दबाब दिइरहेको हुन्छ। तर यसलाई कसरी गर्नुपर्छ होला? मैले गरेको काम के राम्रो के नराम्रो त्यो सोचिरहेको हुँदैन। गुरु, यो सबै कुरा कहिले जान्नेछौँ हामीले? सफलताको लागि जीवनमा 3 चिजको आवश्यक पर्छ: लगनशीलता, धैर्यता र सकारात्मक सोच। हामी कोही पनि यो संसारमा जानेर आएको हुँदैनौँ। समयले सिकाउँदै जान्छ, हामी सिक्दै जाने। त्यसैले राम्ररी सिक्दै बुझ्दै अगाडि बढ्ने हो भने एक दिन सबै कुरा जान्छ। म साँच्चै नालायक हुनेछु। मलाई असल शिष्य हुनुहुन्छ। अरू लिएर जाऊ, होइन भने गुरुको गुरु दक्षिणै बिर्सिदेऊ। के भयो? किन पुकार्यो? चिन्ता नलिऊ, म उसलाई अवश्य भेट्नेछु र कुरा गर्नेछु। दीक्षां देहि। सुखमय जिन्दगीमा अहंकार आनन्दमय दिनचर्याको आसक्तिले ठाउँ पाउँछ। त्यसैले स्वर्गलोकको विलासिताले पनि कुशल कर्म गर्न सबैलाई भुलाइरहन्छ। जसले अरूको अहित चिताउँछ, अरूलाई चोट पुर्याउँछ, त्यो सदाकाल नर्क भोगमा रहन्छ। तिम्रो नाथ तिमी नै हो। हुन्छ, म आजदेखि हजुरकै बाटोमा लाग्नेछु। सारा जगतलाई हृदयदेखि प्रेम बाँड्नेछु। मलाई शरणमा लिनुहोस्।
बुद्धं शरणं गच्छामि। बोधिसत्वचर्या मार्गमा हिँड्नु। अहिले जुन बाटोमा छु म आफूलाई एकदम आनन्दित महसुस गरिरहेको छु। गृहस्थी जीवनबाट पनि बोधिसत्व प्राप्त गर्न सकिन्छ। अनि तिमी चाहिँ किन हिँडेको त? मैले आफ्नो दुष्कर्मको फल तिर्नु छ। यो जगतलाई दुष्कर्म र कुशल कर्मको बारेमा चिनाउनु छ, सुनाउनु र बुझाउनु छ। सायद म यसैको लागि जन्मेको रहेछु। तिमी यहीँ बसेर सबैजनालाई यी कुराहरू सुनाउनु र बुझाउनु अनि कुशल कर्म गरेर बोधिसत्व मार्गमा लाग्नु। हुन्छ, म त्यसै गर्नेछु। बोधिसत्व, बोधिचर्या, बोधिचित्त उत्पन्न अनि बोधिसत्व मार्गमा लाग्नु। बोधिसत्व, बोधिसत्व, बोधिसत्व। यदि हामी सबैमा पनि यो बोधिसत्व, बोधि ज्ञानलाई आफूमा अनुगत गरेर हामी सबै सत्व, म सत्व, तपाईँ सत्व, ऊ सत्व, सबै सत्व लाग्न सके खण्डमा यो संसार सुखमय हुन्छ। आज संसारमा यो आधुनिक युगमा जे जति घटना भइरहेछन् यो सबै यदि साँच्चै नै बोली बुद्धको वचन, बुद्धको उपदेशलाई हङ्गाले जानुभएको खण्डमा हिँडेको जान सकेको खण्डमा यो खराबी हुने थिएन। नाटक कस्तो लाग्यो यहाँहरूले हेर्नुभयो? राम्रो लाग्यो उहाँलाई भनिदिनु होला, नराम्रो लाग्यो खण्ड उहाँले भन्न आउनु होला। हामी सहज स्वीकार्ने छौँ। एउटा अबोध चराले पनि मनमा बोधिचित्त उत्पन्न गरेर एउटा अकुशल कर्म लागेको व्यक्तिलाई अथवा सत्वलाई कुशल कर्ममा लाग्नु मिलाउन सकिन्छ भने नाटकले देखाइदिनुहुन्छ। नाटक हाम्रो पौष चालिकासम्म निरन्तर हुनेछ। नाटककार भाइ यिनी हो कोही सुनुवार। नाटकको लागि सके नसके धेरै दिन बिताएर धेरैसँग सहकारी गरे, धेरैसँग भलोकुसारी गरे। लेखन, परिकल्पना, निर्देशन मैले कोसिस गरेका।